हेलो हाई गुड मर्निङ एभ्रिवान नमस्ते नमस्कार सेवा हौवा सम्पूर्णलाई सो म चाहिँ मिक्षा बाहेङ हजुरहरूलाई आजको मेरो मिनी ब्लगमा धेरै धेरै स्वागत गर्न चाहन्छु साथीहरू र आशा छ हजुरहरू सबैजना आराम कुशलै हुनुहुन्छ होला एकदमै म पनि ठिकै छु हजुरहरूको माया अनि भगवानको कृपाले भन्नुपर्दा साथीहरू आज चाहिँ म भाटपाटनी आएको अनि भाटपाटनीमा चाहिँ केही सामानहरू लिनको लागि आएको हो अनि बिहान हस्पिटल गएँ हस्पिटलबाट निस्केर चाहिँ सरासर भाटपाटनीभित्र आउँदैछु आज चाहिँ मेरो छुट्टी हो खास भन्नुपर्दा आज चाहिँ मेरो छुट्टी त्यसैले पनि हस्पिटल गएर आएर मैले नै काम गर्ने यो ब्रान्चभित्र चाहिँ मैले नै काम गरेको ठाउँमा चाहिँ म आज कस्टमर बनेर केही सामानहरू लिन आएको छु साथीहरू किन्न आएको छु र सामान हेर्ने क्रममा लिने क्रममा चाहिँ सुरुमा म चपस्टिक हेर्दैछु चपस्टिक चाहिँ मलाई खुबै मनपर्ने है खानाहरू नुडल्सहरू खाना चाहिँ ओभरै मनपर्छ चपस्टिकले खान तर मलाई खासै खाना आउँदैन सिक्दैछु मसँग अलरेडी छ 2-4वटा चपस्टिकहरू तर पनि त्यो चपस्टिकहरू अलिकति मन नपरेको कारणले नयाँ चपस्टिक लान्छु भनेर हेर्दै थिएँ अब पाएको पनि कति धेरै महँगो छ पुरो प्याकेटै लिनुपर्ने अब यति धेरै महँगो लिएर पनि के गर्ने हो कि साथीहरू चपस्टिक त हराउँछ के हुन्छ नि त अनि म चाहिँ 2टा जति अलिकति सस्तो खालको अलिक राम्रो खालको चाहिएको तर थाहा छ नि त मलाई यो पुरो प्याकेटै लिनुपर्छ भनेर तर अब कहिलेकाहीँ त यसो छुट्टै पनि 2टा जति पाइन्छ कि भनेर चाहिँ हेर्न आएको थिएँ पाइएन बहिनीलाई पनि सोधेँ छैन अरे अब ठिकै छ अब चपस्टिकलाई छोडिदिउँ अब अन्तबाटै लिनु पर्ला नि कहाँ पाइन्छ खोजेर अहिले चाहिँ म अरू सामानहरू हेर्न जाँदैछु अरू सामान हेर्ने क्रममा चाहिँ मलाई कचौराहरू चाहिएको छ नुडल्स खाने चाहिँ अनि मलाई थुक्पाहरू खाने चाउचाउहरू खाने अलिक राम्रो खालको कचौरा चाहिएको छ नि त मसँग छनु त छ तर सिसाको छ त्यो अलिकति झ्याउ भयो कि अनि त्यही भएर म चाहिँ अलिक छुट्टै खालको अरू अरू खालको चाहिँ मलाई कचौरा चाहिएको थियो म चाहिँ यो 2टा कचौरा अहिले उठाएर हेर्दैछु 2टामा एउटा चाहिँ लाने हो धेरैवटा लगेर नि के गर्ने म एउटा बस्नेलाई अरू अरू पाहुना आउँदा त छँदैछ नि त तर मलाई चाहिँ यसो कन्टिन्यू यसो युज गर्नको लागि चाहिँ मलाई अलिक राम्रो खालको अलिक सस्तो पनि चाहिएको राम्रो पनि चाहिएको क्या मलाई चाहिँ अनि म चाहिँ वाइट कलरको लिएँ साथीहरू यो है मैले चाहिँ यो वाइट कलरको लिएँ यही नै मन पर्यो ठिक्कको पनि छ नि त अहिले चाहिँ म फेरि पनि सिसाको ग्लास हेर्दैछु मलाई चाहिँ बियर खाने ग्लास चाहिएको के साथीहरू म कम्तीको जड्याएको छु त नि मलाई त जाँडसी बियर त नभई हुँदैन मतलब कहिलेकाहीँ चाडपर्वमा त खानु पर्यो नि त त्यति धेरै पनि होइन के मैले त त्यो कुरा चाहिँ जिस्केको है मैले चाहिँ जो गर्या हो साथीहरू सो माइन्ड नगर्नु होला हजुरहरूले पक्कै पनि मलाई बुझ्नुहुनेछ म अलिक त्यस्तै खालको छु नि त अलिकति जिस्किने टाइपकै छु त्यसैले मैले चाहिँ जिस्केको हो खास गरेर खान त खाइन्छ तर कहिलेकाहीँ मात्रै अनि मैले चाहिँ 2टा चुज गरिसकेँ अनि यो 2टा ठिक्काको चाहिँ ठिक्काको छ क्या धेरै ठुलो पनि होइन सानो पनि होइन यो 2टा लिइसकेँ सिसाको ग्लास र कचौरा र अरू अरू सामानहरू पनि हेर्दैछु जग त मलाई कति धेरै मन परेको मलाई आवश्यकता पनि छ नि त सिसाको यो जग चाहिँ मसँग छ तर त्यो प्लास्टिकको छ के भन्छ रबर कि प्लास्टिक के भन्छ नि त त्यस्तो छ के अनि मलाई सिसाको जग पनि चाहिएको तर केही दिनमा चाहिँ म रुम सर्दैछु नि त त्यही भएर पनि रुम सरिसकेपछि मात्र लान्छु सो अहिले चाहिँ म काउन्टरतिर आइसकेँ बिल गर्नको लागि म बिल गर्छु हजुरहरूले मेरो भिडियो हेर्दै गर्नुहोला
हेर्नु साथीहरू बेर खाने र थुक्पा खाने मैले सामानहरू सपिङ गरेँ गाइस। सपिङ गरिसक्नु भयो दिदीहरूले गाइस, हेर्न सक्नुहुन्छ। हेलो कतिवटा लाने दिदी? होला नि हेरिदिँदैन कति खाइन्छ, कति पिस हुन्छ यसमा? 30 मात्रै? 1 प्लेट 2 प्लेट 3 प्लेट 3 पिस मात्रै हुने रहेछ? 30 भनेपछि त 1 प्लेट 6 प्लेट 9 प्लेट ठिकै हुन्छ होला, अगाइन्छ होला 2 जना हुन्छ होला। चलेगा धेर खानु हुँदैन, फेरि धेर भयो भने त हुन्छ होला, 3-4 पिस हुन्छ। 12 प्लेट 12 प्लेट हुन्छ ल। यो यो तित्री हजुर। ए प्याजहरू त पाइन्छ रहेछ हजुर। म मसला देखाइदिनु त खानु। नमस्कार। हजुर ठिकै छ। मसला खै कुन चाहिँ हो? बसमा आउनु चाहिँ चाहियो भने सेन्चुरीको राम्रो हुन्छ कि एभरेस्टको राम्रो हुन्छ मसला? हजुर मलाई त्यस्तै लाग्छ। अनि यहाँ रेकर्ड गर्नु परेको छ त। पेन खुस्केर फेरि होइन। खाना सक्दैछ यो 1 केजी 190
हजुर तिमी अलिकति साइन पसन्द गर्नु हामी दिन्छौँ हिम भन्ने एउटा सपिङ सक्यो मोमो बनाउने भनेर यति धेरै सामानहरू लिएको छु यहाँ अर्को पनि छ भ्लग बनाउँदैछु अब चाहिँ हामी गएको भाटबाटेनीबाट टमेटो भन्ने अनि भरे मिठो मोमो खाएको देखाउँछु ल हेर्नु ल ल तिमा लिएर जाऊ यता पानी तरौँ ल तिमा लिएर जाऊ अब मासु लिएर जाने हो